के तपाईँले कहिले सोच्नुभएको छ कि एउटै घडी एकै समयमा ढिलो र चाँडो दुवै चल्न सक्छ? हाम्रो दैनिक जीवनमा यो असम्भव लाग्छ। यदि तपाईँको घडीमा 10 बज्दा साथीको घडीमा 10:30 बज्यो भने हामी भन्छौँ कि कसैको घडी बिग्रिएको छ। तर भर्खरै वैज्ञानिकहरूले एउटा यस्तो दाबी गरेका छन् जसले विज्ञान जगतमा हलचल पैदा गरेको छ। वैज्ञानिकहरू भन्छन् भौतिकशास्त्रको एउटा यस्तो संसार पनि छ जहाँ एउटै घडी एकै पटक ढिलो र चाँडो दुवै गतिमा चल्छ। यो कुनै जादु होइन, यो विज्ञानको सबैभन्दा ठुलो रहस्य हो, जसलाई श्रोडिन्जरको घडी भनिन्छ। हो, आजको भिडियोमा हामी यसैको रहस्य खोल्नेछौँ। यो कुरा बुझ्न हामीले विज्ञानको एउटा अनौठो शाखा क्वान्टम मेकानिक्समा जानुपर्छ। सन् 1935मा वैज्ञानिक एर्विन श्रोडिन्जरले एउटा विचार प्रयोग गरेका थिए जसलाई श्रोडिन्जर क्याट भनिन्छ। मानौँ एउटा बन्द बाकसभित्र एउटा बिरालो र थोरै विष राखिएको छ। जबसम्म हामीले त्यो बक्स खोल्दैनौँ तबसम्म बिरालो जीवित छ कि मरेको? क्वान्टम विज्ञान भन्छ जबसम्म बक्स खोलिँदैन तबसम्म त्यो बिरालो एकैपटक जीवित र मृत दुवै अवस्थामा हुन्छ। यसलाई विज्ञानको भाषामा सुपरपोजिसन भनिन्छ। अर्थात् जबसम्म हामीले अवलोकन गर्दैनौँ तबसम्म एउटै वस्तु एकैपटक दुईवटा फरक अवस्थामा रहन सक्छ। सुन्दा दिमाग घुम्ने यो कुरालाई अब एउटा सजिलो उदाहरणबाट बुझौँ। मानौँ तपाईँसँग एउटा जादुई मोटरसाइकल छ जुन क्वान्टम सुपरपोजिसनमा चल्छ। तपाईँ अफिस जाँदै हुनुहुन्छ। बाटोमा दुईवटा विकल्प छन्। तपाईँको एउटा बाटोमा ठुलो ट्राफिक जाम छ र अर्को बाटोमा एकदमै खाली छ। सामान्य जीवनमा तपाईँ कि त जाममा पर्नुहुन्छ कि त खाली बाटो चाँडै घर पुग्नुहुन्छ। तर क्वान्टम संसारमा तपाईँको जादुई मोटरसाइकल एकै समयमा दुवै बाटोमा कुद्छ। सामान्य जीवनमा तपाईँ कि त जाममा पर्नुहुन्छ कि त खाली बाटो चाँडै पुग्नुहुन्छ। तर क्वान्टम संसारमा तपाईँको जादुई मोटरसाइकल एकै अवस्थामा दुईवटा बाटो कुद्छ। अब आइन्स्टाइनको नियम बुझौँ। जुन बाटो खाली छ त्यहाँ तपाईँको गति तीव्र हुन्छ र समय छिटो चल्छ। जुन बाटो जाम छ त्यहाँ तपाईँ रोकिनुहुन्छ र समय ढिलो चल्छ। परिणाम के भयो? तपाईँको मोटरसाइकलमा बाँधिएको घडीले एकैपटक जामको ढिलो समय र खाली बाटोको चाँडो समय दुवै अनुभव गर्छ। यही नै यो एकैपटक ढिलो र चाँडो चल्ने घडीको रहस्य। अब प्रश्न आउँछ, के वैज्ञानिकहरूले साँच्चीकै यस्तो घडी बनाए त? हो, स्टेबन इन्स्टिच्युट अफ टेक्नोलोजीका भौतिकशास्त्री इगोर पिकोस्की र उनको टोलीले यही सिद्धान्तमा काम गरिरहेका छन्। उनीहरूले हाम्रो घरको भित्ते घडी प्रयोग गरेका होइनन्, उनीहरूले परमाणु घडीको प्रयोग गरेका छन् जसले परमाणुको कम्पन गणना गरेर समय देखाउँछ। जब एउटा परमाणुलाई लेजर किरणको मद्दतले क्वान्टम सुपरपोजिसनमा राखिन्छ, त्यो परमाणु एकैपटक स्थिर र अति तीव्र दुवै अवस्थामा रहन्छ र आइन्स्टाइनको सापेक्षवादको नियम अनुसार यसले एकै साथ दुईवटा फरक फरक गतिमा टिक गर्न थाल्छ। यो दाबी 100% वैज्ञानिक र वास्तविक हो। अर्थात् घडीको एउटा क्वान्टम स्टेटमा समय छिटो गइरहेको हुन्छ र अर्को स्टेटमा समय ढिलो। यो एक्ज्याक्टली हाम्रो सामान्य भित्ते घडी जस्तो होइन, यो एटोमिक लेभलको एक्सपेरिमेन्ट हो। यसको अर्थ यो होइन कि अब हामी फ्युचरमा जान सक्छौँ या समय मेसिन बनिसक्यो। यो अहिले अध्ययन भइरहेको विषय हो र भविष्यमा हुन सक्ने सम्भावना हो। साथीहरू, यो खोजले हाम्रो दैनिक जीवनको समयलाई त बदल्दैन, तर यसले भविष्यको प्रविधिलाई पुरै बदल्न सक्छ। यसको मद्दतले अन्तरिक्षमा जाने स्याटेलाइट GPS प्रणालीलाई अहिलेसम्मकै सबैभन्दा सटिक बनाउन सकिन्छ। यसले हामीलाई ब्रह्माण्ड र समयको वास्तविक रूप बुझ्न मद्दत गर्नेछ, जसले सायद भविष्यमा टाइम ट्राभलको ढोका पनि खोल्न सक्छ। तपाईलाई विज्ञानको यो अनौठो नियम कस्तो लाग्यो? के समय साँच्चै एउटा भ्रम हो? के समयलाई मानिसले परिवर्तन गर्न सक्लान्? आफ्नो विचार तल कमेन्ट गर्नुहोला। भिडियो मन परेमा लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। हामी अर्को भिडियोमा भेटौँला। धन्यवाद।